गुल्मी सहित पहाडी जिल्लाहरूमा यति बेला बारीमा मल फाल्ने मकै छर्नको माचो छ। पुरुषहरू जोत्न, डल्ला ठोक्न, छेउकुनो मिलाउन भ्याइ नभ्याइ हुन्छ भने महिलाहरू मल फाल्न, मकैको बिउ लगाउनमा बढी व्यस्त हुन्छन्। तर पछिल्लो चरण पुरुष विदेश पलायन हुन थालेपछि महिलाहरूले पनि हलो थाम्न सुरु गरेका छन्। गुल्मी अर्जेकी महिला कृष्ण पराजुलीले हलो जोतेको र अर्की महिलाले बिउ छरेको दृश्य यति बेला सामाजिक सञ्जालमा भाइरल छ। इस्माका विभिन्न गाउँमा महिलाहरूले मल फाल्दै गीत गाउँदै गरेका भिडियोहरू पनि सामाजिक सञ्जालमा भाइरल छन्। हुन त काम गर्दा असिना पसिना दुःख हुन्छ, तर सँगी साथीहरूसँग हाँसो मजाक गर्दै र गीत गाउँदै खेतमेलाको काम गर्दै सजिलै दिन काटिन्छ र मेला गएको थाहै हुँदैन। मकै छर्ने ताका, कोदाकै पिठो, मरौटी, पुतना र बाइबाडाको चटनी, यो गर्मी मौसममा अझ चाख लाग्दो कोइरालो र काब्रोको अचार, त्यस्तै अमिलो राखेको अचार अनि बाक्लो मही खाँदै गरिने मेलापाताको काम गाउँ छोडेर देश विदेश पुग्नेहरूले खुब सम्झिने गर्दछन्। काम गर्दा असिना पसिना भएको बेला अझ पाकेको मेवा, किम्बु, काफल, तिजु लगायतका फलफुलहरू र खुदो, चिनी र अमिलो मिसाएको शरबत सम्झिँदा मुखै रसाउँछ। यिनै दृश्यहरू पठाउनु भएको छ गुल्मीको इस्मा गाउँपालिका 3 रामकोटबाट हाम्रा प्रतिनिधि बाबुराम महतले। समूहमा मल फाल्ने खेताला दिदी बहिनीहरूले गीत रन्काएको भिडियोहरू पनि पठाउनु भएको छ। काम गर्छौं छिमेकी मिलेर, छिमेकी मिलेर, खुसी भछौं सैना बनपाखा डुलेर, काम लाग्यो डाँडैमा थकै मारौ सैना एकैछिन बसेर, थकै मारौ सैना एकैछिन बसेर। साँच्चै नै गाउँघर सम्झे दुःख, नसम्झे सुखै सुख। मिठो र चिसो हावा पानी, अलिकति गर्मी भए बर पिपलको चौतारीको शीतल छहारीको यो बसाइ निकै सम्झना आउँछ। अझै बर्खायाम भित्रे पछिको नुनसित डोक्दै खाइने त्यो काँचो आँप र बाल सखाहरूको सम्झनाले मुटु फकानिन्छ। कति रमाइला थिए हाम्रा ती दिन, छुट्टिन्थिएनौ कहिले पनि एकछिन। दिनभरि डुल्थ्यौं, पागल झै घुम्थ्यौं, कहिले झगडा कहिले मिल्थ्यौं। आँपको बगैँचामा गट्टा खेल्न जान्थ्यौं, कलिलो आँप झारी नुनसँग खान्थ्यौं। खाएको जुठो याद आयो, नखिचेको फोटो याद आयो। यति यति